हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी टक्क लाएर दुईजना चाहिँ बस्दा बोर लागेर होइन यता भन्ने ठाउँमा गइरहेछौँ। त्यहाँ चाहिँ स्पेसली के छ भन्दाखेरि तपाईँहरूलाई गुराँस चाहिँ एकदमै दामी के थरीफरीको गुराँस रङ्गी होइन, एकदमै बवाल गुराँस फुलिरहेछ के। त्यही भएर यसो फ्रेस हुँदै जाम भनेर चट्ट दाजुभाइ आएका छौँ होइन। लाएर दुईजना मात्रै गाडीमा होइन, बाइकमा नि फेरि हावा चलिरहेको छ, चिसो हुन्छ नि त। त्यही भएर अनि गाडीमा आनन्द दाइको नि भ्लग छ, त्यही भएर अनि दाइले भिडियो बनाउनु हुने अरे। त्यही भएर दुई भाइ आइयो होइन। सो हामी अब त्यो लोकेसनमा पुग्न लागिसक्यौँ। फ्राइडे भ्यूहरू देख्न सक्नुहुन्छ है, सोलुखुम्बुको भ्यू। बादल लागेर पुरै हिमालहरू पुरै छोपिरहेको रहेछ क्या, नत्र भने यो बादल लाग्ने वरिपरि सबै हिमाल वरिपरि देख्छ क्या पुरै। गुराँस यता नि हल्का हल्का फुलिरहेछ, तर पर धेरै फुलेको ठाउँमा जान लाग्यो हामी। त्यहाँ चाहिँ यता नि हल्का हल्का छ, माथि माथि। अहिले चाहिँ हामी पुगिसक्यो धापमा चाहिँ। अब गुराँस फुल्ने एरिया जानुपर्ने हुन्छ, अलिक पर हो त्यो चाहिँ। गुराँस देख्न सक्नुहुन्छ है त तपाईँहरूले, सेतो थरीफरीको गुराँस छ नि, यस्तो बवाल छ क्या। यस्तो दामी हावा चलिरहेछ होइन, फ्रेस हुन्छ क्या। अब गुराँस मात्र नभएर यता आएपछि चाहिँ यो एरियामा आएपछि पुरै शान्त होइन, वातावरण ब्याक कलर फ्रेस हुन्छ क्या। गुराँस देख्न सक्नुहुन्छ है, लाली गुराँस। यस्तो बवाल भ्यू देख्छ क्या गाइस यहाँबाट चाहिँ। वरिपरि पुरै हिमाल पुरै देख्छ, तर सबै होइन बादलले ढाकिरहेछ क्या। सगरमाथा चाहिँ यता ल गाइस, अहिले चाहिँ अब यसो होइन दाइको गाडी हानिदिउँ न त भनेर म होइन ट्याक्क लाएर हल्का त्यस्तो पर्फेक्ट त छैन होइन, त्यही भएर यसो सिक्ला हानिरहेको छु भनौँ न।